आज हाम्रो सिद्ध गुफाको भ्रमण सालो बेला सालगढ जाँदैछन् सिद्ध गुफा भनेको गाह्रो साह्रो उकालो अब वहाँ पुग्नुपर्छ पोइन्टमा त्यसपछि छिर्ने अरे भनेर सुने हो जाँदैछौँ अब कहाँसम्म सकिन्छ हिँडेर राम्रो छ मान्छे अझ माथि रहेछ उहाँ पुगेर अझ छिर पनि रहेछ होडरमा जाऊँ न एउटा चाहिँ बन्दीपुर केबल कार स्टेसन देखेको रहेछ बरु तल के खोलाहरू थियो मर्सङ्गरी यहाँ जिप लाइन बनाउने कुरो थियो अब धेरै माथि आइयो त्यत्रो उकालो छोटो है अझ आइपुग्दो रहन्छ धेरै माथिसम्म रहेछ हामी उहाँबाट आएको हिँड्दै हिँड्दै ओहो गाह्रो रहेछ चण्ड त साह्रो धौ धौ बनाएर यहाँ त अझ कता हो कता माथि कता कुन झाडीमा हो थाहा नि यसको मुख द्वार कता हो कुद्ने गाह्रो भइरह्यो बाटो त साह्रो चिप्लो हो यस्तो छ कि सेपिलो कि त मिस्टेक भयो नि त सिधै हाइवेतिर पुगेर त हदा हदा ठाडो छ उकालो त ठाडो उकालो चढ्दै आउनुपर्ने छ हो अलिक कमजोर मान्छेलाई गाह्रै छ चढ्न एकदम सोचेर मात्रै चढ्नुपर्छ उकालो प्रवेशद्वार होइन छुँदा चाहिँ सानो ठाउँले छिर्नेको चाहिँ छिर्ने ठाउँ चाहिँ सानो अग्रिम लाइट लिएर आयो ल जा यहीँ तुरतिरे के भयो चलेन हो हेर न कहाँ मुखै छैन त यो ढुङ्गा चाहिँ पन्साउनु पर्ने कि दाइले के यति ढुङ्गा चाहिँ कस्तो दिमाग नभएको यिनीहरू नपन्साएको ढुङ्गा चाहिँ पन्साउनु पर्ने समिति यति टक्क पन्साएर इन्ट्रीमा चाहिँ यस्तो अप्ठ्यारो के साह्रो यसो यो चाहिँ पन्साइदिए भए चाहिँ इन्ट्री गर्न सहिलो हुन्छ नि त यस्तो छ कि हेर्दा सुरुमा त तपाईँलाई हम्मेमै गाह्रो गाह्रो सानो अलिकति डर सर भन्ने मात्रै गाह्रो पर्छ अँध्यारो छ अन्धकार लाइटको व्यवस्था छैन यहाँ लाइटको व्यवस्था रहन्छ यहाँ लाइटै रहन्छ नि यहाँ त अनि मान्छे सबै निक्लिँदा हामी मात्र अनि मान्छे नै आउँदो रहेछ सँगै गाइड चाहिँ 200 रुपियाँ रहेछ 200 रुपियाँ भयो नि गाइड पाइँदो रहेछ लाइट सहितको मान्छे छ भने भित्र आउँछु नि तर यहाँ तपाईँको छिरी इन्ट्रिकेसनमा चाहिँ अलिकति ढुङ्गासँग फुटाएर व्यवस्थित गरिदिए भए चाहिँ राम्रो रहन्छ त्यो चाहिँ अलिक नराम्रो पछि लाग्यो मलाई यहाँ पछि ग्रासी यत्रो ठुलो छ ओडार छ माथि खाली छ माथि आऊ त खाली छ माथि राम्रो छ लुक्स त तपाईँको डोरीको व्यवस्था समातेर चढ्नलाई एकदम चिप्लो छैन पानी सानी पर्दो रहन्छ चिप्लो रहन्छ एकदम ठिक छ बाटो त एकदम मजाको समर छ कुनै बेलाको ज्वालामुखी विस्फोटन भएको लोकेसनको देखिरहेको छ लाइट चाहिँ आफूले डह्रो लिएर आउनु भएको सबभन्दा राम्रो यो ठाउँमा ए भित्तामा आकृतिहरू मजाको देखियो अब चाहिँ गाइड साइड नखोजिकन आफै लाइट लिएर आएर घरबाटै मजाले ज्वालामुखी पड्किँदाखेरि निक्लेको नि त
आकृति मजाको एकदम डिजाइन बल्बहरू चाहिँ पोइन्ट राखेको तर बल्ब चाहिँ नराखेको अवस्था रहेछ अझै लुक्स हेर्नुहोस् त्यहाँ चाहिँ अलिअलि माटो रहेछ है यहाँ चाहिँ गुरुबा हुनुभएको छ है ध्यान गराउनुभयो ओहो यहाँ तल त भित्र चाहिँ कत्रो ठुलो क्या गाडीको टनल क्या ठुलो गाडीको टनल जस्तो क्या एकदम बाटो त लुक्स त त्यति इन्ट्री गेटमा चाहिँ अलिकति ढुङ्गा 2-4 ढुङ्गा फुटाएर व्यवस्थित गर्थ्यो है साह्रो राम्रो थियो सोचेर हिँड्छ अलिकति यस्तो मजाको टनल यहाँ फेरि यता माथि एक ग्रुप रहेछन् तल फेरि अर्को टनल रहेछ है हेर्नुहोस् हामी माथि जाने होइन तल चाहिँ के छ तल गएको तिमी तल चाहिँ कहाँ छ पुग्छ त्यहीँ इन्डिङ तल पनि ठुलो एउटा छ मजा छ तल नि तल पनि ठुलो रहेछ ओ माथिको गाइड फोटो हामी पहिला सुरु माथि भन्दा पनि तलतिर जाने कि भन्ने कुरो भयो छ इन्डिङ रहेछ तल चाहिँ इन्डिङ रहेछ तर गुफा चढ्नु चाहिँ सहिलो जम्बट रहेछ तोली नै आउँदैन पहाडी मान्छेहरू हो आकृति त्यस्तो मजाको आकृति कि डिजाइनहरू यस्तो दामी छ डिजाइन चाहिँ साह्रो रमाइलो रहेछ तल त्यस्तो डेन्जर रहन्छ मजाको बाटो छ तल जम्मट टक्क छ साह्रो माटो छ ढुङ्गा चट्टान छ त्यस्तो अप्ठ्यारो डरलाग्दो केही छैन माथि पनि त्यस्तो मजाको छ केही छैन त्यस्तो अप्ठ्यारो ठुलो टनल छ ठ्याक्कै टनल रहेछ पुरै बिग टनल है बोकेको छ क्या लाइट आकृतिहरू कस्तो मजाको तलभित्र क्या टनल पनि कस्तो खतरा माथि माथिको त्यहाँ देखाउ माथि माथिसम्म खल्डो पुरा मान्छे टना गर्छ यहाँ बिस्तारै लड्नु भन्दा सिलिप भन्दा हामी चाहिँ अब यता यो हातले बनाएको हो कि बनिएको हो भन्ने कुरो कन्फ्युज हुँदो रहेछ आज एकदम ओहो क्या दामी छ यार है कस्तो मजा आकृति क्या त्यो भित्र नै अझ मन्दिर बनाइरहनु भएको छ स्थापना गर्नुभएको छ यहाँनिर कस्तो मजाको ओडार छ तल मन्दिर यस्तो मजाको सेप के यार है रहर लाग्दो के धार्ने लडे यता पुरै छ नि त जान्छ कता ला होइन देखाउँदै आफै लड्यो हेर्नुहोस् ए दामी त लागेन चिप्लो त मैलो चाहिँ धन्नै लडेको लडा चाहिँ चिप्लो रहेछ एकदम यता मोबाइलमा ध्यान दिएको यता धन्नै बोलेन हो त चिप्लो त एकदम पानी चाहिँ नभएको सेपिने पानी नभएको तर चिप्लो ढुङ्गा चाहिँ एकदम सेलेल बसी फिलिली हुने तल त्यहाँ टेपी निगा भन्छ यता होइन अब हामी ओहो फेरि पानी रसाउँदछ यहाँ चाहिँ है चिल्लो पानी रसाउँदछ हल्का है चाहिँ लाइट चाहिँ कस्तो बल्ब कस्तो नहालेको तार सार सबै लिएर आज व्यवस्थित गरेर बल्ब हाल्नुपर्छ नि यार यस्तो यार पनि यार
समिति साह्रो नभएको समिति आकृतिहरू छ नि एकदम डेन्जर मजा जबरजस्त आकृति योभन्दा माथि पनि अझ गुफा योभन्दा माथिल्लो फेसन गुफा रहेछ चढ्न सकेदेखि डिजाइन अलिकति व्यवस्थित भयो अरे यहाँ माथि गुफा ल्याएर गुफाभित्र गुफा गुफा एकदम यस्तो साह्रो कुनै यत्रो ठुलो गुफालाई कस्तो व्यवस्थित नरहेको कि त्यहाँ अगाडि त्यो गेटमा अलिकति ढुङ्गासुङ्गा निकालेर चट्ट भल सबै त निक्लेको त त्यति बेला हेर न आकृति कस्तो पिलर बनाएको छ क्या पानी सुयो झाडमा आहा माथि कस्तो रमाइलो छ हेर त हामी अगाडि आफै बनेको त्यो सब दुइटा लाइट लिएर आउनुपर्ने छ है यसरी बाल्दै हिँड्दा बल्ल झल्ल हुन्थ्यो सिफ्लो कत्रो ठुलोको टनल जस्तो क्या आम्मा यार त्यो शीतको जान कस्तो कस्तो आकृति बने ए जताततै गुफै गुफा जुन एङ्गलबाट गुफै गुफा जता हेर गुफै गुफा पुकार खाएर पनि लुकाएको अवस्था छ नेपालमा नेपालले पायो भने जे नै गर्छ यहाँ पुरै आज त जे हेर त्यही आकृति देखिने कि यहाँ सिफ्ला म बजार नि खाने होला नि त कहिले चेक गरेन के थाहा हो त नि पानी चुइरहेको तप तप यहाँ पानी चुइरहेको छ यसो पानी चुइरहेको छ है माथि माथि तल अब सिधा जाँदा जाँदा हामी चाहिँ आयौँ फेरि तल अन्डरग्राउन्ड फेरि तल्लो फेस ओहो यो त यार यो त के हो यहाँ त डेन्जर तल रहेछ नि त आमा यत्रो खोजाड्दा लगभग 2-3 तलै तल लगभग तल झरेर फेरि मा जानुपर्ने रहेछ होइन अब यो चाहिँ यहाँ सिँढीबाट चढ्नुपर्ने रहेछ एकदम सिँढीमा एकदम सिँढी लाइटको चाहिँ एकदम कमजोरी यहाँ सिँढी रहेछ पुरानो रहेछ सायद नयाँको लागि चाहिँ यहाँ चाहिँ सिँढी स्पेसल बनाइरहेको छ यहाँ चाहिँ सिँढी यति चाहिँ सिँढी बनाउनु भ्याएछन् केटाहरूले यो 2-3 तल लगभगको पानीमा बनाएको छ सिँढी रहेछ यहाँ अगाडिभन्दा तल त्यहाँ आएर फेरि तल छिरेर फेरि माथि चढ्नु पनि तल टोलीहरू आउँदै हुन्छ एकदम लाइट रहन्छ है यहाँ त लाइटको चाहिँ व्यवस्था नभएर त्यो चाहिँ अलिकति तार चाहिँ भएको बल्ब चाहिँ नभएको पर्छ लाइट त हाल्नुपर्छ नि कस्तो मान्छेहरू कत्रो आमामा हेर्नु चिप्लो छ एकदम वैभव थेचारिसक्यो फेरि बिस्तारै बिस्तारै तलतिर बढ्दैछ एकदम सकेसम्म यहाँ आउँदा चाहिँ एउटा लाइट चाहिँ डह्रो व्यक्तिगत जतिवटा मान्छे नि त्यतिवटा लाइट चाहिँ ल्याउनु पर्ने रहेछ कत्रो गाह्रो हुँदो रहेछ पहिला माथि गइन्छ माथि जाँदैछ योभन्दा तल गरेर फेरि तल पनि तल अर्को गुफा फेरि त्यो देखाउ त आमा म यहाँ त गाएन कोही नि होला है त्यो झन् तल भिड कहाँ कहाँ कता निक्लिन्छ कुन ठाउँ निक्लिन्छ थाहा छैन अब लोकेसन अब माथि फेरि चढिन्छ यहाँ अब त्यत्रो माथिबाट आएको हामी तल जा डेन्जर यार यत्रो यार कस्तो अवस्थित बनाएको सिँढी बनाइदिएर है कस्तो मान्छे हिँड्ने यस्तो सिँढी बनाएर यहीँ हिँड्ने क्या एकरो हिँड्ने मान्छेहरू कोही त बाटै छैन यहाँ त मोबाइल लिने कि माथि चढ्ने त नि यहाँ त अहिले त छिचारिसक्यो फेरि यस्तो रहेछ बाटो चिप्लो आमा यहाँ त पानी रहेछ ल यहाँ त गाह्रो छ बिस्तारै एकदम यहाँ चाहिँ एकदम डेन्जर रहेछ बाटो हेर्नुहोस् पानी छ्याल एकदम डोरीको व्यवस्था रहेछ
समुद्र चढ्नु पर्ने त पानी रहेछ ओ यहाँ त छैन डोरी नै यस्तो ड्रेसले पानी रहेछ माथि चाहिँ लाइट के भयो हेर भयो फर्किनु पर्छ लाइट नभएर चार खुट्टा चढे चढ्टक्नु पर्ने रहेछ माथि यस्तो पानी तलतल भयो स्याट भयो नि त थेचारिन्छ फेरि अरे म यहाँ त माथि माथि आएपछि चाहिँ पानी चेला चेला हार्छ क्या तर चिप्लो त होइन लेउ लास्ट देखिँदो रहेछ है तर कहाँ हो कहाँ दुनियाँ त्यो सिँढी चढेर तल झरेर आउँदैछन् टोली अरू टोली आउँदैछन् होइन ओहो थाकिँदो रहेछ यो त ननाप्दै हात्तीको पाइरहेको छ साप पुरा ताल तलाइया त पुरा खोइ त छैन सक्यो त इन्डिङै हुँदैन भन्थ्यो त अनि फेरि यो चाहिँ यहाँको लास्ट पोइन्ट जस्तो छ हेरेर अब लगभग हामी लास्ट पोइन्टमा आयौँ जस्तो छ यहाँको गुफाको चाहिँ ल हामी गुफाको लास्ट आकृति चाहिँ धेरै नोटो नोटो बनेको त्यो माथि नै गुफाभित्र गुफा हुनसक्छ त्यहाँ जान सकिँदैन जस्तो तिम्रो एरिया चाहिँ टेम्पल बनाएर कि एरिया मन्दिर राम्रो मन्दिर बनाइदिएर यहाँ टक्क सिँढी बनाइदिएर यहाँ सिँढी बनाइदिनु ठ्याक्क है यहाँ टेम्पल राम्रो टेम्पलमा सिँढी बनाइदिएर पुरै सिँढी बनाइदियो भने मान्छे कति आउँछन् है कि मैले समय यस्तै छ नि त मैले समय यस्तै छ नि त मैले समय यस्तै छ नि त कुमारको मन्दिरको माथि क्या पातुके भन्ने यस्तै ओडारभित्र त नि यस्तै ओडारभित्र हो टेम्पल अब हामी झर्ने तर्खरमा छौँ एकदम रिक्स त साह्रो रिक्स छ चिप्लो पानी नै पानी ए चिसोको भयो भने चिरिप्यो फेरि थेजारिन्छ चिसो पानीमा जाडो महिनामा चिसो पानी थेजारेपछि हालत बिहाल हुन्छ जिन्दगी सरी अनि अब यताबाट चाहिँ झर्ने ओहो भाउ यहाँ त डोरी छैन त भाउ झरी गाडो हो अब यहाँ डोरी छैन के यता हाम फाल्यो भने तल कहाँ हो कहाँ चट्टान यो त हाम फाल्दै जाने एकजना ब्रेक हान्न रोक्नु पर्ने जाँदाखेरि गियर लाउनु तल रोक्दै झर्दै के अरे मायाको छिनो यहीँ बास होस् भनेर लेख्ने क्या यो तल अब यो तल अझ सधैँ कतै यहाँ त डोरीसँग जानुपर्छ आमा अब यहाँ त कोठा झर्ने त नि यहाँ त एउटा हातले समात्नु पर्छ
रिक्स लिएर पक्का मलाई उल्टो मोबाइल समातेर टेन्सन त छ यति टाढो होइन यता चाहिँ कोही गाह्रो देख्दैन तलतिर चाहिँ डेन्जर होला त्यो गर्नु गाह्रो सर यता के जान्छ जा फोटो खिच्नु न बोल्दा पनि पुरा साउन्ड अब भन्थ्यो जान्छु ए आकृति के गर्नु बाफ उठेको न बाफ मोबाइल त्यो लाइट तातेर त्यो हेर चिसो हेर फ्रिजको डिया जस्तो छ तर यस्तै सिडी चाहिँ यिनीहरूले चक्क उता माथि त्यहाँ जाने ठाउँसम्म क्या सर र सिडी बनाउनु बाबा मान्छे यस्तो हिँड्नु सकिँदैन नगरेको ठाडो एकदम गुफा उडा के हेर्दै गयो आकृति अनेक देख्यो एस प्लस एल सकियो नि त तर चिसो हुँदैन पसिना आउँदो रहेछ हिँड्दै है फोकस बढी भयो कि त्यहाँ लडिन्छ कि भने उता चिप्लिन्छ कि भने कस्तोमै पुरा मान्छेको खोपेर बनाएको थियो कि बुट्टा त पुरा सर कस्तो मजाले बनायो है बोलेपछि त साउन्ड आउने क्या पसिना हेर चुहियो क्या निधारमा यस्तो पसिना आएकै कुरा नहोस् त्यस्तो चिसोमा यस्तो गऱ्यौँ भयो आकृति कस्तो मजा बनाएको केटाहरूले नाम लेख्नु भ्याइसक्यो गर्लफ्रेन्डको बोयफ्रेन्डको सबै नाम ढ्याङ नै लेखेर भित्ता गएर यहीँ अमर हुने भयो कि केटाहरूले पुण्य गाह्रो कहाँ
भाइ म लडेको त्यही हो क्या कसैलाई चुई हेर त्यो कलेज पढायो भन्दा मैले यस्तो चिसोमा बाफ छुटेछ बोरिङ भयो ए अब तल आइयो फेरि अब त्यहाँ माथि रहेछ है गुफा है यो भित्र नै माथि छ जस्तो लाग्यो यसरी खोजमा के फेरि यहाँ माथि छ क्या हामी यता गयो है यहाँ म यता लडेको है कुनामा लडेको तपाईँ तल जाने होइन यहाँ डोरी रहेछ यता सक्टर पर्दा तर यस्तोमा चाहिँ चिप्लो नआयो कि त्यो म गाडोतिर चाहिँ चिप्लो रहेछ क्या बढी के हो लाइट ढोका दिएला लाइटले ढोका दिनु भनेको गुफाले ढोका दिनु हो डोरी पनि सकेँ केही थियो समाधान चराउनलाई केटाहरूले पराबी गर्छन् चिल भएको त्यहाँ चिसोमा आनन्द गरीमा त है त्यहाँ लाइट बल्दा पुरा साथी लाइट आएर छ लाइटकै पुरा फर्किने यिनीको तल इन्डिङ छ यो गुफा चाहिँ है तिमी गएर आएको त्यहाँ इन्डिङ छैन त्यसो त्यहाँ नि छ्यासै पुग्नुपर्छ क्या अब इन्डिङमा इन्डिङमा पुग्ने त खुट्टै भन्ने गएन यार खुट्टा यस्तो मर्केको दुख्यो यार गाह्रो रहेछ साह्रो सानो लाइटमा हेर्ने कि यता तलतिर हेर्ने भन्नुभयो क्या यता चाहिँ यो तलतिर गएको गुफा एउटा यसको इन्डिङ पोइन्ट रहेछ छैन यो चाहिँ उता लाइट बाला यता यता ऊ यता देखेर सम्मको फेस तर तल चाहिँ इन्डिङ टक्क कस्तो त खुट्टा धन मर्केर नि त्यहाँ फाल्दाखेरि डिजाइन कस्तो छ यहाँ चाहिँ भित्र त खतरा क्या त युनिक क्या यता पहिरो गएको जस्तो लाग्दै हो त यो मुख थुन्ने आएछु है यो यसको ऊ थियो होला यो चाहिँ अब त्यो पहिरो गएको हो कि यो चाहिँ यता निक्लिङ पोइन्ट थियो होला सायद पहिला त्यो झरेछ क्या त्यहाँ चाहिँ मलाई बाघको वडा लाग्छ क्या त्यो ढुङ्गा झरेर हो क्या थुन्ने त्यहाँ नत्र थियो होला त्यहाँ पल जहाँसम्म लाग्छ जाम त्यो सम्म क्या बाटो तर यस्तो पिछडे बनाइदिन्छ यस्तो राम्रो गुफालाई यस्तो कचडा बनायो मलाई चित्त बुझेन क्या तिनीहरूले लाइटको व्यवस्था र छिटो बाटो सिँढीको बनाइदिए कस्तो राम्रो हुन्थ्यो होला यही तलको है यो नगरहरूले गरियो नि त यार टुरिज्म कति आउँदो रहेछ मान्छे कति आइरहेको अहिले लट 15जना 10जना आइरहेको टिकट लिनु गएर आउँदाले तपाईँ टिकट लिएर सरेर माथि पनि गुफा छ क्या माथि पनि गुफा छ है त्यहाँ त्यो यसमा नि है माथि पनि खाली छ क्या छ क्या माथि खाली छ क्या माथि खाली छ मैले स्यामको त्यो बाघ टोकेमा चाहिँ यस्तो भित्र बस्ने यस्तो खाली छ क्या माथि आकाश क्या
यस्तैमा सिँढी टक्क टक्क माथि वाल क्या लाइट आउँछ क्या पुरै त्यस्तो छ क्या त्यहाँ चाहिँ हेर न तल पनि कस्तो पुरा क्या बना जस्तो क्या बाटो पुरा खोपेर क्या बत्तीको समस्या सिँढीको समस्या भएछ क्या यसो ड्युटी लाग्यो ल मलाई मन नपरेको मेन ढुङ्गा यिनीहरू ढुङ्गा हटाएन क्या त्यो गेटबाट क्या यस्तो राम्रो ढुङ्गा 2-4 ढुङ्गा पुऱ्याइदियो भए कस्तो राम्रो इन गर्ने ठाउँ हुन्थ्यो है हेर यो युज गर्न मिल्छ ढुङ्गालाई डिस्टर्ब पनि हुन्थेन यो सिँढी त्यही गर्दाखेरि यस्तो भित्र बढाएर छ यसलाई कस्तो राम्रो सिँढी बनाएर व्यवस्थित यस्तो यहाँ फलामको सिँढी बनाइदिए हुन्थ्यो नि है यहाँ फलामको सिँढी बनाइदियो भने यहाँ झर्न कस्तो इजी हुन्थ्यो त्यहाँ ढल्न कस्तो राम्रो हुन्थ्यो क्या भएन म्यानेजमेन्ट जिरो त्यो ठाउँको चाहिँ को हो कता हो त्यो चाहिँ साह्रो जिरो म्यानेजमेन्ट रहेछ एकैछिन शताब्दीमा डुरिया झन्डेर चढेर सकियो टेक्नोलोजी सिँढीको व्यवस्था हुने ठाउँमा ढल्काको व्यवस्था हुने ठाउँमा यस्तो ओ कहाँ हो अब निक्लिने पोइन्टदेखि लाग्यो त्यो निक्लिने ठाउँमा झन् चट्ट गेट झन् ठुलो हुन्छ त्यो ढुङ्गा आएर बसिरहेको त्यो ढुङ्गा ठ्याक्क ड्रिल गऱ्यो भने यस्तो राम्रो ठ्याक्कै ओडार बन्छन् गेट बन्छन् छैन त्यो चाहिँ जिरो त्यो चाहिँ जिरो गरेको केटा कता पिताडो 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 छ है पिताडो हो उताडो उताडो हो जान्छन् त्यहाँ चढाएन हामी डोरीबाट बाटै कन्फ्युज तपाईँको डेन्जरस स्पट यो ढुङ्गा चाहिँ डिस्टर्ब भएन भयो निकाल्न मिलिहाल्ने ढुङ्गा छ एकदम इजिली निकालेर युज गर्न मिलिहाल्ने ढुङ्गा है कस्तो इजी ढुङ्गा छ यो युज गर्नु कस्तो सही हुन्छ जहाँ युज गरे पनि बाटो पन्चिन्छ पनि कस्तो राम्रो पनि भन्छ त्यो चाहिँ छैन त्यो बोर्ड के भन्छ म्यानेजमेन्टले चाहिँ गर्नु रहेछ निक्लिन किन ढुङ्गा झऱ्यो किन पल्स त्यहाँनिर ढुङ्गा झऱ्यो थुन्ने हो क्या ऊ त्यो त्यो पनि थुन्ने हो पहिला पल थियो यहाँ यत्रो 2-4 ढुङ्गा छ यहाँ यति मात्र पन्छाइदियो भने यस्तो राम्रो गेट बन्छ निक्लिने ठाउँ इन आउट हुने ठाउँ यस्तो राम्रो छ यहाँ यत्रो कहीँ टचै नगरेको ढुङ्गा डिस्टर्ब पनि हुँदैन कतै ड्रिल गर्दाखेरि यस्तो राम्रो छ यो ढुङ्गा छ सिद्ध बाबा गुफा पनि घुमेर अब सिद्ध बाबा घुमेर आयो बाहिर मूर्ति छ है सर आयो थियो ए अब यी तलको तपाईँको भ्यू पोइन्ट हेर्दा छ है हामी त्यो रोडबाट आएको माथि त्यो रोडबाट आएर तल रोक्यौँ एकछिन बाइक त्यहाँ राखेर माथि चढेको माथि आइसकेपछि अब बाहिर केही गर्नु छैन गेट पोइन्ट टिकट सिस्टम छ